नियमावलीले निर्देशित गरेको कुरालाई सभामुख महोदयले अन्यथा गर्ने अनि यत्र विपक्षी दलका नेताहरूले अगाडि राखेको कुरालाई समेत एकपल्ट एउटा आदेश रुलिङ नगरिकन अनि जबरजस्ती संसदमा अगाडि बढाउन सकिन्छ सभामा ल्याउन सकिँदैन। उनी प्रधानमन्त्री चेन्ज गर्दा भइहाल्यो नि। देशको जनताको लागि रेस्पोन्सिबिलिटी छैन उहाँको। कति दिन भइसक्यो हामी गराउँदा वास्तवमा हामी अनुशासनहीनमा गइसक्यौँ कि हजुरहरूलाई अनुशासन पाठ पढाउने कि हामी आफै अनुशासनमा बस्ने हो। वास्तवमा प्रधानमन्त्रीज्यूले जुन यो घेरामा राख्नु भएको छ नि हजुर लगाएर सबैलाई हामी सबैलाई यो गलत हो के सम्माननीय सभामुख महोदय। हजुर पनि त्यो घेराबाट बाहिर आएर देशको जनताको सभामुख मात्र बन्दिसियो न। त्यतिमा त हामीलाई पुग्यो त। देशको जनताले अपेक्षा गरेछ। अनि देशको प्रधानमन्त्रीको रेस्पोन्सिबिलिटी नै हामी प्रति छैन, सदन प्रति छैन, देशको जनता प्रति छैन। यो त राम्रो कुरा होइन। यो त राम्रो कुरा होइन। मान्य सदस्यहरूले राख्नु भएको कुरा मैले सबै विपक्षी दलका मान्य सदस्यहरूलाई समय दिएँ। यहाँहरूले बोल्नुभयो, त्यसमा मेरो ध्यान आकर्षण भयो। त्यस कारणले आज हामी कार्यसूचीमा धेरै हाम्रो चाहिँ विषयवस्तुहरू छ, यसलाई अगाडि बढाउँ। मान्य सदस्यहरू बस्नुहोस्। यहाँहरूले भनेको कुरा, यहाँहरूले सदनमा राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ। सभामुख भनेको नियमावलीको कानुन गर्ने प्रमुख व्यक्तित्व हैन। यो नियमावलीको नियमलाई अनदेखा गरेर यसलाई चाहिँ पुरै इग्नोर गरेर बाहिर अगाडि बढ्नुपर्ने त्यस्तो के सङ्कट के त्यस्तो अप्ठ्यारो आइलाग्यो त्यो बताउनु पर्यो। हामी त्यसमा साथ दिन्छौँ सभामुख महोदय। तर नियमावलीको नियम 56ले बडो स्पष्टसँग व्याख्या गरेको छ प्रधानमन्त्री कुनै पनि महिनाको पहिलो हप्ताभित्र कुनै एक दिनको पहिलो चाहिँ कार्यसूचीको पहिलो चाहिँ कार्यक्रम सभामुख प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनेछ भन्ने कुरा बडो स्पष्टसँग व्याख्या गरेको छ। मान्य सदस्य, मान्य सात गते हो सभामुख महोदय। हामीले